सानो तपाईँहरूलाई मैले डिस्टर्ब गरेँ है त हजुरको परिचय मेरो नाम चाहिँ सोफिया राई। कति भयो हजुर जापान आउनुभएको 2 वर्ष 2 वर्ष भयो अहिले कुन भिजामा हुनुहुन्छ गएको छु भिजा भिजा है अहिले सेमोङ गएको सेनुनगा कहाँ पढ्दै हुन्छ ओछुका है काम गरिराख्नु भएको छ काम गर्नै पर्यो। अनि आज कति बजे आउनुभएको फेस्टिभल कति बजे 12 बजेर 11 बजे कस्तो लागिरहेको छ तपाईँलाई फेस्टिभल रमाइलो लागेको छ। हामी त काम गर्न आएको राम्रो भइरहेछ हाम्रो काम। ए काम गर्न पार्ट टाइम हुनुहुन्छ केमा सिटी एक्सप्रेस सबैले हाम्रो सिटी एक्सप्रेस राम्रो सिटी एक्सप्रेस। र त अहिले त तपाईँहरूले सानो सोध्न मलाई मन लाग्यो है अहिले जुन अहिले गएको सेलले काम पाउँदैन भन्ने कुरा भइरहेको छ नि है अनि तपाईँहरूले त गरिराख्नु भएको छ है अहिले तपाईँलाई के लाग्छ किन गएको सेलले काम पाइरहेको छैन जस्तो लाग्छ तपाईँको विचारमा धेरै भएर काम भन्दा मान्छे धेरै भएर भनेपछि अहिले तपाईँ सेमोङ गएको चिनिन्छ है चिनिन्छ। र त अहिले त तपाईँको एउटा फेरि क्वेसन सुन्न गयो तपाईँलाई है जापानमा चाहिँ अब लङ टर्म राम्रो छैन भन्ने कुरा चलिरहेछ नि है जापानभन्दा अरू देश अस्ट्रेलिया युएसए राम्रो छ भन्ने कुरो भइरहेछ तपाईँहरूलाई चाहिँ के लाग्छ हामीलाई ठिकै लाग्छ किनभने मेन समस्या भाषाको प्रब्लमले गर्दा अब पछिदेखि इङ्ग्लिस बेसमा पनि ठिकै गर्दै आइरहेको नि त। अब नेपालीको त प्लस पोइन्ट भनेको त्यो हो। त्यसले गर्दाखेरि जापान आएर सुरुदेखि नै सुरु गर्नुभन्दा अब गर्न त बाहिर गएर पनि सुरुदेखि नै सुरु गर्ने हो तर यहाँको जति भाषामा दुःख छ नि त त्यो त गर्नु पर्दैन नि त। अनि मेन सबैले सोच्ने भनेको मेन्टालिटी नै सबैको त्यसमा जान्छ। यहाँ आएर सुरुदेखि भाषामा प्रेसर लिनुभन्दा बरु बाहिर जान्छु इङ्ग्लिसमा बेस राम्रो छ उतै गर्छु भन्छ सबैको त्यही हो। कतिको पनि होला यहाँ आएर पनि अब यहाँदेखि पनि निस्किने सोच होला अब कतिको सबैको त नभनौँ कतिको होला। तपाईँ जापान म चाहिँ यस्तो हुन्छ जहाँ गरो त्यही रमाइलो। अस्ट्रेलियामा नगर्नेलाई पनि हुँदैन है। अब यहाँ जापानमा गर्नेलाई जे पनि हुन्छ क्या त्यो चाहिँ आफूमा पनि अलिक डिपेन्ड पर्ने कुरा हो। भाषा भन्ने कुरा त अब अरूको भाषा हो हामीलाई पनि इङ्ग्लिस एदेखि जेडसम्म आएको हुँदैन। जापानमा पनि एदेखि जेडसम्म जानिँदैन। नेपाली भाषा इभन नेपाली भाषामा पनि हामी थाहा हुँदैन क्या कतिपय हामी उपन्यासहरू पढ्नु पऱ्यो भने हामीलाई त्यो नेपाली शब्द चाहिँ थाहा हुँदैन क्या। त्यो भाषाको प्रब्लम चाहिँ अलि सुरुमा होला तर बिस्तारै दन्दै ठिक हुँदै जान्छ क्या लाइक जो चाहिँ होइन मलाई चाहिँ त्यस्तो लाग्छ क्या मेरो ओपिनियन। अब जापान आएर पहिलो हजुरले के काम गर्नुभयो पार्ट टाइम त्यहाँमा त मेरो त पहिलो काम नै डङ्कीमा थियो अहिलेसम्म पनि त्यही छ मेरो त। तपाईँको मेरो यो के अरे बेडमिङ हो अहिलेसम्म त्यही बेडमिङ हुन्छ अहिले कति भयो तपाईँ चाहिँ आउनुभएको छ बा म आएको त्यस्तै 18 मन्थ अहिले तपाईँ सेमोङ गएको भन्नुभयो है के पढ्दै हुन्छ तपाईँ म चाहिँ कुक्साई बिजनेस हजुरले म त नियम गएको कति भयो हजुर आउनुभयो म त भर्खरै भयो त्यही 8-9 महिना जति तर राम्रो छ मेरो त। मलाई अरूको चाहिँ थाहा भएन मेरो चाहिँ राम्रो छ। काम गरी पढाइहरू सबै ठिकै छ। काम कतिवटा गर्दै हुनुहुन्छ भनिदिउँ न मैले दुईटा ठिकै छ भने चाहिँ अहिले एउटा डङ्कीमा गर्दै हुन्छ भन्नुभयो अर्को केमा गर्दै हुन्छ भनिदिउँ के अर्को रेस्टुरेन्टमा। र त अब अहिले चाहिँ अब थुप्रो नेपालबाट जापान एज ए स्टुडेन्ट रूपमा आउने पनि पढिराख्नु भएको छ आउने सोच गरिराख्नु भएको छ के भन्न चाहनुहुन्छ सुरुमै क्लिप काट्नुहुन्छ कि के गर्नुहुन्छ भाइ बहिनीहरू कोही पनि नआइदिनु होला तपाईँले गर्दा हामीले काम पाएको छैन त्यति भन्न चाहन्छु। क्लिप काट्नु होला धन्यवाद। तपाईँले के भन्न चाहनुहुन्छ के म चाहिँ आउनुहोस् गाम बाते गर्नुहोस् नेपालभन्दा फार बेटर छ भन्छु। अनि तपाईँहरूले चाहिँ मतलब जापान पहिलेदेखि जाने सोच थियो कि कसरी जापान अरू कन्ट्री ट्राई गर्नु भएन म चाहिँ अब कसरी आएँ आफ्नो अब के भनौँ म त भन्न चाहदिनँ यो कुरा चाहिँ। तपाईँ भन्न चाहनुहुन्छ म त सिधै जापान आएको पहिलादेखि नै एनिमी हेरेको एनिमीबाट आइपुगेँ म त। तपाईँले चाहिँ साथीहरू अगाडि आउनु भएको मेरो चाहिँ म साथी मेरो बेस्ट फ्रेन्ड ऊ जापान आएको थिएँ फर्स्टमा अनि मैले यतिकै बसिरहेको थिएँ अनि म चाहिँ युकेको लागि ट्राई गरेको थिएँ युकेको लागि ट्राई गर्दै थिएँ अनि त्यसपछि भनौँ न आइस गरिरहेको थिएँ अनि त्यसपछि फेरि साथीले तनी यता आइ चाहिँ उता गएपछि फेरि टाढा टाढा हुन्छ भनेर होइन राम्रै छ भन्नु थाल्यो अरे उसले चाहिँ राम्रै काम गरिरहेको रहेछ अनि राम्रै छ भन्नु थालेर मुनि अब साथीको लैलाइमा आएको अनि यहाँ चाहिँ अहिले चाहिँ अलिक गाह्रै भनौँ अहिले चाहिँ गाह्रै छ अलिक अनि धेरै जस्तै हो क्या साथीहरू आएर है अब ठिकै छ भनेर नि नर्मली आएको हुन्छौँ है टोकियोमा चाहिँ स्टुडेन्टले नर्मल्ली 1 महिनामा कति जति 28 घन्टा काम गरेर कति जति कमाउँछ जस्तो लाग्छ हजुर 28 घन्टा मात्र काम गरेर अब त्यो स्यालेरी बेस हेरौँ भने अब डेको मान्छेले गर्यो भने त्यही कति हुन्छ 160-70 जति हुन्छ नाइटकोले गर्यो भने 2 क्रस हुन्छ 28 घन्टा नै दियो भने
तर दिँदैन धेरै जसोमा 28 घन्टा, 23, 24, 25 घन्टा नै हो दिने। हजुरको नि त्यस्तै नै होला है? त्यस्तै नै हो, मेरो कम्बिनी हो नि त, कम्बिनी दाजुको थोरै हुन्छ नि त। अनि र तपाईँ थुप्रो सोध्नुहुन्छ क्या क्वेसनहरू। जापानमा चाहिँ एउटा स्टुडेन्टले चाहिँ टोकियोमा चाहिँ कति नर्मली खर्च महिनाको रेन्टहरू नर्मली चाहिँ फी बाहेक कति खर्च हुन्छ जस्तो लाग्छ तपाईँ विचारमा? 80,000 त मिनिमम हुन्छ। तपाईँलाई के लाग्छ? म त कहिले हिसाब नै गरेको छैन। लाइक अब रेन्ट 4-5 मा हुनसक्छ है? नर्मली अब मेरो चाहिँ कति हुन्छ, त्यही 60 जति हुन्छ, किनभने म होस्टेलमा बस्छु अनि त्यो कारणले धेरै हुँदैन। म रेस्टुरेन्टमा खाना खाएर आउँछु बेलुकी, अनि त्यसको कारणले पनि म खानाहरू पनि धेरै बनाउँदिनँ घरमा, त्यही भएर मेरो चाहिँ अलिक थोरै नै। होस्टेल कति हो हजुरको? मेरो होस्टेलको चाहिँ 35 हो। तपाईँको अराउन्ड 60,000मा एक महिना हुन्छ। हजुरको विचारमा हजुरलाई चाहिँ कति नर्मली रफली? मेरो चाहिँ अलि एक्सपिरियन्स छ भनौँ। म चाहिँ साथीसँग मिलेर अपार्टमेन्टमा बसिरहेको, त्यही भएर अनि मेरो भने टोटल कति त्यस्तै 13 मन 14 मन छ। 14 मन 32 जति गरेर 14 मन पुग्छ। हामी बस्ने चाहिँ फेरि 3 जना हो, अनि त्यही भएर मेरो चाहिँ लगभग मेरो चाहिँ 10 मान जति चाहिँ खर्चै हुन्छ। मिनिमम कति हुन्छ भने सुरु क्या? मिनिमम होइन तपाईँ कति हुन्छ मिनिमम भन्नुभयो? मिनिमम मेरो 9-10 नर्मली नै होइन? 70-80 हुन्छ होला मिनिमम। अब फोनको बिलहरू पनि त काट्छ त। कसरी पैसा बचाउन सकिन्छ भन्नुहोस्? यहाँ पैसा नौमान भन्नु तपाईँको 60 भन्नु 60 होइन, मैले थोरै भनेको थिएँ। मैले बिर्सेँ, मेरो मोबाइलले 7,000 काट्यो भने बिर्सेँ मैले, सरी। पैसा अब कसरी बचाउन सकिन्छ त? कसरी? नर्मली तपाईँको विचारमा रफली 80,000 देखि 90,000। अब पैसा बचाउने सिम्पल आइडिया, घरमा हालिदिने बचाइदिन्छन् घरमा। यहाँ त सकिँदैन बचाउन। अब मन्थ हेरी डिपेन्ड हुँदैछ। अब कुनैमा कस्तो होइन, सपिङहरू के गरेर हुन्छ, कुनैमा कस्तो हुन्छ होइन। अब कुनैमा चाहिँ फेरि दाइ कट्छ कि दाइ 12-13 नै कट्छ कि, अझ बेसी कट्छ कि। मेरो अब सेलेरी भनेको फेरि त्यही 15-16 मान हो। मेरो चाहिँ अब सेभिङ चाहिँ फेरि त्यो महिनाको हेरेर पनि हुन्छ नि। अब यो महिना सबै सामानहरू रासन पानी किन्यो भने अर्को महिना पर्दैन नि त। त्यो महिना कम हुने भयो, फेरि त्यो महिना सिकेको बेला अर्को महिनामा फेरि धेरै खर्च भइदिन्छ, त्यसरी पनि हुन्छ फेरि। मलाई पनि उहाँले भनेपछि एभरेजमा 80 देखि 90। सो धेरै धेरै धन्यवाद टाइमको लागि है। हामी भिडियो यहीँ समाप्त गर्न चाहन्छौँ। धन्यवाद, थ्याङ्क यू। यता हो, यता गर्नु पऱ्यो नि त।